Hey guys, so welcome back to my vlog. Hi Bana. Hi. Hi honey. Yes, Aris Kaka is in the house. So we are playing. आज चाहिँ वेदर त्यस्तो राम्रो भएन इट्स लाइक रेनी डे भइरहेको थियो है सो भन्दा पनि बत्ती पनि गएको थियो अहिले चाहिँ आएर चाहिँ म फटाफट चाहिँ यहाँ उयो गरेँ नयाँ हो दिस इज माई आजको ओटिटी है ब्ल्याक किनभने म मोटी छु नि त ब्ल्याकले अलिक कभर गर्छ भनेर चाहिँ ब्ल्याक कलरको लगाएको अन्त यसै त देखाउनुहोस् तपाईँको ड्रेस Such a beautiful. तिम्रो ब्रेसलेट पनि देखाइदेऊ त अलरेडी सो यस यो चाहिँ उसको लीला आमाले ल्याइदिनु भएको अल द फ्रम मुम्बई आदित देखाउनु त उठ्नु त आदित स्ट्यान्ड अप आदित अल्सो इन अ पोकेमोन प्यान्ट ए ओ सरी मिकी माउस पोकेमोन हैन पोकेमोन हो किचनमा चाहिँ यहाँ काकीले कुक गर्नुहुँदैछ बत्ती छैन हो अन्त ए बहिनीले चाहिँ आलु तास्दै छे आज उसकै प्रोग्राम होला उसले काम गरिरहेछ आज चाहिँ कुछ यस्तो सेटअप गरिरहेको छ त्यस्तो बेसी उयो छैन एकदम सिम्पल क्या अन्त बेबी सिटिङ सो यस गाइज आज चाहिँ अहिले म यतिको गरिरहेको छु है तपाईँलाई अहिले फेरि बादमा के हुनेछ कस्तो हुनेछ तपाईँलाई म बताउँछु अन्त यस फेरि एउटा कुरा देखाउनु आँटेको एन्ड वाट इज द्याट भन्दाखेरि चाहिँ फुपूले चाहिँ यो ल्याइदिनु भएछ हाम्रो ठुलो छोरीको लागि है इट्स अ भेरी के भन्नु सो स्विट है कलरहरू पनि दामी एकदमै अन्त यो चाहिँ इट्स फ्रम मुम्बई त्यो चाहिँ अल द वे फ्रम मुम्बई हो अन्त फुपूले चाहिँ जहिले पनि के न के ल्याइदिनु हुन्छ नि त फुपू चाहिँ उतै म्यारिड हुनुभएको नि त हाम्रो अन्त साथसाथै यो एसेसरिज नानीहरूलाई मनपर्ने हो अन्त यो ब्रेसलेट एक्चुअली इट वाज सेट अफ 2 है एउटा चाहिँ अलरेडी उसले लगाइरहेको छ अलरेडी मैले तपाईँलाई मेन्सन गरेँ है अन्त त्यो ड्रेस पनि फुपूले नै ल्याइदिनु भएको हो उसलाई सो आज चाहिँ एकदमै बिजी भएर चाहिँ बिहानको पनि त्यस्तो ब्लग गर्नै पाएन हो बिजी भयो अब तपाईँलाई फेरि बादमा भन्नेवाला छु के कस्तो हुनेवाला छ टिल देन स्टे ट्युन गाइज हे गाइज सो अघि अहिले चाहिँ भर्खर गेस्टहरू निस्किसक्नु भयो है एन्ड गेस्टहरू चाहिँ दे आर फ्रम गुवाहाटी है अन्त अघि त्यो बिचको मेन उयो चाहिँ देखाउनु सकिनँ हो किनभने चाहिँ त्यही हो अब नानीसँग रुयो हो अब बिजी भयो अब हल्का गेस्टहरू आउँदा त अब आफूलाई टेन्सन दिनु पर्यो नि त घरमा गेस्ट आउँदाखेरि त अन्त त्यही कारणले चाहिँ त्यो दिनु सकिनँ तर चाहिँ हामीलाई चाहिँ उताबाट चाहिँ उयो ल्याइदिनु भएको छ गिफ्टहरू ल्याइदिनु भएको छ हो दो हामीले पनि गिफ्ट एक्सचेन्ज गरेको छ त्यो चाहिँ अब तपाईँलाई अब देखाउनु सकेन होइन गिफ्ट किन हामीले दिइसक्यो सो अन्तखेरि हामीलाई पनि गिफ्ट ल्याइदिनु भएको रहेछ हो अनि त्योभन्दा पनि इम्पोर्टेन्ट चाहिँ उताको ट्रेडिसन्स चाहिँ म चाहिँ फर्स्ट टाइम देखेको किनभने चाहिँ हाम्रो चाहिँ त्यो इन्टर स्टेटभित्र मात्रै हुन्थ्यो नि त अब अहिले यो चाहिँ अब स्टेटदेखि बाहिर हो नि त होइन सो उनीहरूको कल्चर चाहिँ अलिकति डिफ्रेन्ट रहेछ हाम्रो भन्दा होइन अलिकति डिफ्रेन्ट रहेछ अब अन्त चाहिँ उताकोहरूले चाहिँ मेन फोकस चाहिँ पानको पत्ता र यसमा गर्दो रहेछ सुपारी डु यु नो वाट इज दिस इज कर तमुर होइन उताको चाहिँ एकदम अब के भन्नु यहाँको चाहिँ अब सेलरोटी कोदोको जारहरू भनेको जस्तै अब एउटा ट्रेडिसन रहेछ होइन अन्त त्यहाँखेरि चाहिँ त्यो चाहिँ
विथ यस्तोसँग दिएको थियो। यो चाहिँ ह्यान्डलुम स्कार्फ, ट्रेडिसनल स्कार्फ होइन, ह्यान्डलुम। अन्त यो चाहिँ एकदम उनीहरूकै घरको मामाले बनाउनु भएको अरे होइन, फ्याक्ट्रीमै अब आफ्नै घरको अरे हो। सो एकदम मलाई चाहिँ राम्रो लाग्यो क्या कल्चर। अन्त यसमा चाहिँ पानको पत्तामा चाहिँ यो राखेर चाहिँ यसरी प्योर दिँदो रहेछ हो गाइस। अन्तखेरि चाहिँ त्यो दिएर चाहिँ त्यहाँबाट अब यो त दियो होइन। अपार्ट फ्रम दिस चाहिँ त्यहीँ काटेर सानो पिस गरेर त्यहाँबाट चाहिँ पानको पत्ता होइन, पानको पत्तामा हालेर दिँदो रहेछ न, मतलब त्यहीँ खानु दिँदो रहेछ हो। अन्तखेरि मलाई चाहिँ मेरो चाहिँ फर्स्ट टाइम म यो मैले खाएको थिइनँ, सायद यस खाएको थिइनँ, त्यही भएर होला मलाई यो आँखाको आइलिडहरू चाहिँ अलिक भारी भएको जस्तो भयो होइन गाइस। अन्तखेरि यो खाँदा चाहिँ टङ पनि रातो हुँदो रहेछ। मेरो अब यो नयाँ कुरा तपाईँहरूसँग पनि सेयर गरेको होइन गाइस। अन्त गिफ्टहरू चाहिँ धेरै सारा गिफ्टहरू ल्याउनु भएको छ। तपाईँलाई म 1 बाई 1 गरेर चाहिँ देखाउने वाला छु के चाहिँ लिएर आउनु भएको छ भनेर। ओके गाइस, किचन पुरा चलेलै भइरहेको छ गाइस, कहिले पुस्नु कहिले थन्काउनु भइरहेको छ। सो फर्स्टमा चाहिँ आम गर्नु सो यो चाहिँ निक्दाको हो, भाइले ल्याइदिनु भएको। सो यो चाहिँ लिकपरको रहेछ हो, राम्रो रहेछ तर अलिक यो हिपहप खालको रहेछ। उसले चाहिँ यस्तो खालको लुगा लाउँदैन कि, तर के गर्छ लाउँछौ लाउँछ, उसले त्यो ब्यागीवाला लगाउँदैन नि त। यो चाहिँ लिकपरको रहेछ है, अल द वे फ्रम गुवाहाटी है, विथ लभहरू भन्दा पनि विथ लभमा ल्याइदिनु भएको। एन्ड यो चाहिँ मेरो ठुलो बेबी छोरीको लागि शीतल कलर जामा, उसलाई मनपर्ने, उसलाई खालि के किन्ने भने खालि जामा मात्रै भन्छ नि त, जामा होइन। अहिले चाहिँ फेरि उयो भन्दैछ के अरे एपाचेको चाहिँ ड्रेस किनिदिनु अरे, त्यो गाना छ नि, त्यो गानाको ड्रेस अरे, व्हाइट टी सर्ट, ब्ल्याक ज्याकेट अन्त ब्ल्याक स्कर्ट किनिदिनु भनेको छ गाइस। डिमान्ड यस्तो चाहिँ जस्तो 5 इयर्स हो, 5 इयर्सको चाहिँ यस्तो डिमान्ड छ। अन्त यो चाहिँ हाम्रो सानो बेबीको लागि यो पनि शीतल कलर रहेछ, यो प्यान्ट एन्ड हाफ प्यान्ट। अहिले यो ठिकै यो वेदरलाई सुट हुने खालको क्या। अनि यसको डिटेलिङ हेर्नुपर्दा चाहिँ इट्स लाइक अ टेडी, सबैमा टेडी लेखेको छ। एन्ड वान मोर, सो यो पनि एकदम मिठो कलर हो, शीतलवाला है। यो पनि दिस इज अल्सो उयो के अरे भेस्ट एन्ड प्यान्ट, 2 सेट्स रहेछ हो। अन्त चाहिँ यहाँ चाहिँ मेरो चाहिँ मलाई छैन रहेछ लुगा गाइस। यो चाहिँ तपाईँको लागि रहेछ, मेरो मात्रै भन्दैन। दिस इज फर एभ्री वान। यो पनि थर्टफुल्सवाला गिफ्ट रहेछ। हाम्रो यो के अरे पाहाडमा बस्नेहरूलाई थुक्पा खाने क्या, तातो यो पनि थर्टफुलै हो होइन। थ्याङ्क यू सो मच। चाहिँ हाउ मेनी पिसेस आम गोना सो, ओके। सेम डिजाइन 1 2 3 4 चारवटा रहेछ हो, सेम डिजाइन। मिठाई पनि देख्छ, मिठाई यस मिठाई पनि इन्डिभिजुअल प्याकेट ल्याउनु भएको छ है। सो ल यो पनि कस्तो इन्डिभिजुअल लिएर आएछ है।
नभएर यो एउटा घरमा दिँदा भइजान्थ्यो नि सबै। मलाई एक्स्ट्रा निक्दालाई फाल्टै सबैलाई फाल्टै हो त्यसरी गरेर। ओ माई गड यो रहेछ लड्डु हो खास्ता पेरा एन्ड यो यसलाई के भन्छ आइडोन्ट नो के भन्छ तर यो यिनीहरू पनि सबै उताकै मिठाई जस्तो लाग्यो। यस्तो भयो हो। अब किचन देखाउँछु ल किचनको कस्तो छ। ला के हो किचन चाहिँ यतिको च्यालेन्ज छ। काकीले अझै पनि बिहानदेखि सघाइरहनु भएको छ। बिहान खाना बनाएकोदेखि लिएर अहिलेसम्म नै डल्लै छ। अब योलाई थन्काउनु पर्ने छ पुछपाछ गरेर। एक दिनको प्रोग्रामले हेर्नुहोस् गाइस यस्तो लथलिङ्गा भयो। एन्ड यस अर्को एउटा गिफ्ट देखाउँछु ल आज एउटा। त्यो चाहिँ यो रहेछ। आजको मेन हिरोनीको गिफ्ट चाहिँ यो साडी। यसलाई चाहिँ गाइस पानको पत्ता हो अन्त यसरी गुवा सुपारी चाहिँ दिँदो रहेछ नि त हो। अन्त चाहिँ उसलाई चाहिँ साडी हो अन्त यो कुर्ता पनि लगाइदिएको रहेछ। कुर्ता पनि एकदम चित्त भएको थियो अहिले यो वेदरलाई सुट गर्ने। व्हाइट कलरको कुर्ता उसलाई डिटेलिङमा जानु पर्दै यसको चाहिँ यस्तो रहेछ। दुपट्टा फ्लोरल प्रिन्टमा दुपट्टा है यसको। अन्त यो लगाइदिएको रहेछ बिचरा हिटिङ प्याड क्या हिटिङ प्याड। सो गाइस आजको यस्तो भयो। अहिले कति बज्यो हामी बिहान 10 बजीदेखि सुरु गरेको अहिलेसम्म उयो भएको छैन कम्प्लिट भएको छैन। म त अघि खानाहरूको त देखाउनै बिर्सेछु। खाना त के मेन फङ्सनकै देखाउनै बिर्सेछु मैले। सक्दैन रहेछ के हुन्थ्यो आन्टीको सासू सासू आमालाई। आज म कस्तो केहरू बनाएको थिएँ नि। सलै थियो आज के उयो देखाउनु थियो तपाईँहरूलाई। त्यो चाहिँ मिसहरू भयो हो हाम्रो उता हो त। हुन्छ गाइस अब के हुन्छ तपाईँलाई अहिले एकछिनमा भन्नेवाला छु ल गाइस। टिल देन वाच